स्माइलल्यान्ड नाम्लीमा निर्माण गरिएको 650 मिटर लामो भायाडक्ट 19 मईदेखि व्यावसायिक सञ्चालनमा आएको छ। राष्ट्रिय राजमार्ग 10 लाई विमानस्थल मार्ग NH 717A सँग जोड्ने उक्त भायाडक्ट मुख्य सचिव तथा PWD का सचिवको निर्देशनपछि सञ्चालनमा ल्याइएको हो। जमिनबाट औसत 25 मिटर उचाइमा निर्माण गरिएको यो भायाडक्टलाई महत्त्वपूर्ण इन्जिनियरिङ उपलब्धिका रूपमा हेरिएको छ। नेशनल साइन्स म्युजियम र स्टेट साइन्स सेन्टर बीचबाट गुज्रिएको यस संरचनाले क्षेत्रमा आधुनिक पूर्वाधार विकासको उदाहरण प्रस्तुत गरेको बताइएको छ। नयाँ भायाडक्ट सञ्चालनमा आएपछि रानीपुल बजार क्षेत्रको ट्राफिकमा पर्ने चाप कम हुने अपेक्षा गरिएको छ। यसका साथै पाकिमदेखि सिलगढीसम्मको दूरी करिब 6.5 किलोमिटरले घट्ने हुँदा दुवैतर्फ सवारी आवागमन सहज बन्ने विश्वास गरिएको छ।